ब्याक साथीहरू सबैजनालाई स्वागत छ। साथीहरू नयाँ सूचना लिएर उपस्थित भइसकेको छु। लोक सेवा आयोग चाहिँ राष्ट्रिय अनुसन्धान विभागतर्फको अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदको लिखित परीक्षा चाहिँ तपाईहरुको कार्यक्रम निर्धारण गरिएको छ। यहाँ हेर्न सक्नुहुनेछ, यहाँ रहेको छ लिखित परीक्षा कार्यक्रम प्रकाशित मिति 2082 9 महिना 8 गते भएको छ। र साथीहरू यहाँ चाहिँ तपाईहरुको कुन पदको कहिले हुन्छ म तपाईहरुलाई डाइरेक्ट त्यो हेराउन गइरहेको छु। राम्ररी हेर्नु होला र एक्जामको तयारीमा अब लागिहाल्नु साथीहरू। यहाँ रहेको छ विज्ञापन नम्बर 01 2082 83 खुल्ला तथा समावेशी पद चाहिँ अनुसन्धान अधिकृतको। विषय चाहिँ जनरल नलेज एन्ड इन्टेलिजेन्स एप्टिट्युड टेस्ट। प्रथम पत्रको लिखित परीक्षा चाहिँ 2082 साल माघ 3 गते हुन्छ, दिनको 2 बजे साथीहरू। 1 घण्टा 30 मिनेटको हुन्छ। यसको चाहिँ तपाईहरुको हेर्न सक्नुहुनेछ परीक्षा केन्द्र तपाईहरुको चाहिँ काठमाडौँमै हुन्छ है। हेर्नु होला साथीहरू तपाईहरुको रोल नम्बर अनुसार। र अनि त्यसपछि हामी जाउँ यसमा चाहिँ विज्ञापन नम्बर 02 2082 83 खुल्ला तथा समावेशीमा पद चाहिँ अनुसन्धान सहायक रहेको छ। विषय चाहिँ जनरल नलेज एन्ड इन्टेलिजेन्स एप्टिट्युड टेस्ट। चरण प्रथमै हो। लिखित परीक्षा कार्यक्रम मिति र समय तोकिएको छ 2082 साल माघ 10 गते दिनको 2 बजे 45 मिनेटको तपाईहरुको अनुसन्धान सहायकको हुनेछ। र लोक सेवा आयोग धनकुटा कार्यालय यानी चाहिँ धनकुटा, जलेश्वर, काठमाडौँ, हेटौडा, पोखरा, बुटवल, सुर्खेत र महेन्द्रनगर गरेर यी 7 वटा प्रदेशबाट जहाँबाट फर्म भर्नु भएको छ 7 वटा अथवा 8 वटा ठाउँबाट त्यहाँ गएर तपाईहरु एक्जाम दिन सक्नुहुनेछ साथीहरू। हस्त साथीहरू, आजलाई यति नै थियो। भिडियो मन पर्यो होला साथीहरू। भिडियो मन परेमा च्यानललाई सब्स्क्राइब गर्न नछुट्नु होला ताकि यसरी नै जानकारीमूलक भिडियो म तपाईहरु समक्ष